अग्नि परीक्षा र सङ्घर्षका पाइलाहरू। अध्याय 1 सपनाको जग र ग्यान्टोकको यात्रा। सिक्किमको यो सुन्दर पहाडी धरा जहाँका पाखा पखेराले हाम्रा पसिनाका हरेक थोपाहरूलाई साक्षी राखेका छन्, त्यही माटोमा छातीमा ढुङ्गा राखेर आज म मेरो जीवनको कथा लेखिरहेको छु। यो केवल मेरो जिन्दगीको पाना होइन, यो त ती तमाम युवाहरूको सङ्घर्षको गाथा हो जो आफ्नो परिवारको मुहारमा मुस्कान भर्ने एउटै अठोट बोकेर घर छोड्छन्, रगत पसिना बगाउँछन् अनि समाजका तिखा वचनहरू सहेर पनि शिर ठाडो पारेर जीवनको मैदानमा लड्छन्। मेरो कथा जीवनको एउटा अति नै भावुक र संवेदनशील मोडबाट सुरु हुन्छ। हाम्रो पारिवारिक स्थिति त्यस्तो कमजोर वा अभावग्रस्त थिएन। घरमा दुई छाक टार्नका लागि कहिल्यै कुनै शास्ति भएन, सबै कुरा ठिकठाक र सुखी नै थियो। तर जीवनमा केवल खानु, बस्नु र दिन बिताउनु मात्रै सबथोक होइन रहेछ। आफ्नै बलबुटामा केही गरेर देखाउने हुटहुटीले मलाई घरको त्यो न्यानो संसारबाट बाहिर निकाल्यो। गाउँको त्यो सामान्य बस्तीबाट निस्केर सन् 2009मा कक्षा 12 पास गरेपछि सिक्किमको राजधानी ग्यान्टोकतिर पाइला बढाउँदा मेरो कलिलो मुटु थरथरी काँपेको थियो। त्यो उमेरमा आफ्नै घरको न्यानो काख छोडेर ग्यान्टोक जस्तो नौलो सहरमा एक्लै पाइला टेक्नु आफैमा एउटा ठुलै परीक्षा थियो। जब म पहिलो पटक ग्यान्टोकको त्यो भिडभाडमा पुगेँ, त्यो अनकन्तारा माहौलले मलाई एकछिन स्तब्ध बनायो। नौलो ठाउँ, अजनबी मानिसहरू, मलाई त्यहाँ सहजै बस्न र पढ्न मिल्ने वातावरण मिलाउन मेरा बाबाले ग्यान्टोकको एउटा राम्रो घरमा ठुलो माया र सुझबुझका साथ व्यवस्थित कोठा खोजिदिनु भयो। बाबाले मलाई नयाँ सहरमा सम्हाल्न दिनुभएको त्यो साथ मेरो जीवनको पहिलो बलियो सहारा थियो। मेरो कम्प्युटर शिक्षा र पढाइको प्रबन्ध मिलाउन बाबा र आमाले जुन माया अनि प्रेरणा दिनुभयो, त्यसको मूल्य म जीवनभर चुकाउन सक्दिनँ। मेरी आमाको न्यानो स्नेह र बाबाको त्यो अगाध हौसला बिना मेरो यो एक्लो पाइला 1 इन्च पनि अघि बढ्न सक्ने थिएन। आमा बाबाको त्यही आशीर्वादलाई मुटुको कुनामा सजाएर मैले इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय इग्नू मार्फत कलेजको फर्म भरेँ। बिहान कम्प्युटरको किबोर्डमा औँलाहरू चलाउँदै अनि बेलुकी कोठाको मधुरो उज्यालोमा भारी किताबहरू पल्टाउँदै गर्दा मेरो मनमा सधैँ एउटै पवित्र प्रार्थना हुन्थ्यो, हे भगवान, जसरी भए पनि मैले आफ्नै खुट्टामा उभिनुपर्छ, आफ्ना आमा बाबाका सारा सपनाहरू पुरा गर्नु छ र उहाँहरूको शिर गर्वले उचो बनाउनु छ। अध्याय 2 आफ्नै खुट्टामा उभिने प्रयास र ठेस। समयको गतिसँगै म अरूको भरमा होइन, आफ्नै बलबुटामा उभिनुपर्छ भन्ने जिद्दी अठोटका साथ अघि बढेँ। मेरा गाउँका कति दाजुभाइहरू रम्फूको एउटा औषधि कारखानामा काम गर्थे। उनीहरूसँगै म पनि काम गर्ने विचार गरेर रम्फूतिर लागेँ। कम्प्युटर कोर्स सकेको, कक्षा 12 पास गरेको र कलेज समेत पढ्दै गरेको हुनाले कारखानामा मलाई राम्रै काम मिल्यो। मलाई गुणस्तर परीक्षण गर्ने मुख्य विभाग क्वालिटी कन्ट्रोलमा ती गुणस्तर विश्लेषकहरूको सहयोग गर्ने जिम्मेवारी सुम्पियो। त्यहाँ काम गर्दै गर्दा म आफ्नो भविष्यप्रति सधैँ सजग थिएँ। हप्तामा 1 दिन ड्युटीबाट समय निकालेर म ग्यान्टोक आउँथेँ, विभिन्न अखबारहरू पल्टाउँथेँ र विज्ञापनहरू हेर्थेँ। कहाँ कस्तो अवसर छौ ताकि म योभन्दा अझ ठुलो बाटो रोज्न सकूँ र आफ्नै खुट्टामा अझ मजबुत भएर उभिन सकूँ भनेर खोजी गरिरहन्थेँ। तर जीवनमा कहिलेकाहीँ अनपेक्षित बाटोहरू समातिँदा रहेछन्। तादुङको एउटा नयाँ कम्पनीबाट राम्रो तलब र लोभ लाग्दो अफर आयो। त्यसकै पछि लागेर मैले आफ्नो त्यो ठिकै चलिरहेको जागिर पनि छाडिदिएँ। तर त्यहाँ पुगेर मात्र थाहा भयो, त्यो त केवल किताब बेच्ने एउटा भ्रम र जालसाजी मात्र पो रहेछ। त्यो गल्तीले मलाई भित्रैदेखि तोडिदियो, क्षतविक्षत बनाइदियो। त्यसपछि म ग्यान्टोकको एउटा सानो कोठामा भाडामा बसेँ। विभिन्न कम्पनी र ठुला व्यापारिक मलहरूतिर आफ्ना बायोडाटा बुझाउँदै म गल्ली गल्ली घुमेँ। निरन्तरको सङ्घर्ष र लामो प्रतीक्षापछि सन् 2011 कोलम्बो जनवरीदेखि मेरो सन फार्मास्युटिकलमा काम सुरु भयो। अध्याय 3 रानीपुलको शास्ति, पसिना र आमाको मुस्कान। रानीपुलको त्यो सन फार्मास्युटिकल कम्पनीको धुलाम्मे र कठिन कारखानामा बिताएका दिनहरू मेरा लागि कुनै ठुलो परीक्षा गृहभन्दा कम थिएनन्। त्यहाँको ड्युटी तालिका यति कडा र काली लाग्दो हुन्थ्यो कि सोच्दा पनि आङ सिङ्ग्याउँछ। लगातार 12देखि 12 घन्टाको भयङ्कर कठिन सिफ्ट हुन्थ्यो। एउटा हप्ता बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म दिनभरिको निरन्तर खटाइ हुन्थ्यो भने अर्को हप्ता फेरि ज्यान निचोड्ने नाइट ड्युटी, बेलुका 7 बजेदेखि बिहान 7 बजेसम्म। रातभरिको निद्रा मारेर आँखा राता राता बनाउँदै त्यो कडा सिफ्ट काट्नु आफैमा एउटा ठुलो यातना सहनु जस्तै थियो। त्यसमाथि कम्प्रेसन मेसिन चलाउनु भनेको केवल मेसिनको अगाडि उभिनु मात्र थिएन, त्यो त आफ्नो शरीरको प्रत्येक अङ्गलाई पसिनामा भिजाएर भित्री तागत निचोर्नु थियो। मेसिनको ठुलो बङ्कर हप्परमा निरन्तर औषधि बनाउने कच्चा पाउडर भरिरहनु पर्थ्यो। त्यो भारी र धुलाम्मे पाउडरको टोकरी उठाएर बङ्करको माथिल्लो भागसम्म पुर्याउँदा ढाडका ढाडै फुट्ने जस्तो पीडा हुन्थ्यो।
जब म त्यो बङ्करमा पाउडर हाल्थेँ, हावामा उडेको औषधिको मसिनो धुलोले मेरो अनुहार, कपाल र कपडाहरू पुरै ढाकिन्थे। नाक र घाँटीभित्रसम्म पाउडर पसेर सासमा छाती पोल्थ्यो, आँखा रसाउँथे। मुखमा मास्क भए पनि त्यो पसिना र धुलोको मिश्रणले अनुहार चहक्याउँथ्यो। तर मेसिनको गति रोकिनु हुँदैनथ्यो। यदि एकछिन मात्रै बङ्कर खाली भयो भने पुरै उत्पादन रोकिन्थ्यो। त्यसैले आँखाको आँसु र निधारको पसिना पुस्दै म 12 घण्टासम्म निरन्तर त्यही भारी पाउडर उठाइरहन्थेँ, बङ्कर भरिरहन्थेँ। दिनभरि वा रातभरिको त्यो थकान, लगातारको कान खाने मेसिनको आवाज र धुलोको बीचमा कम्प्रेसन मेसिन चलाउँदै गर्दा म आफ्ना व्यक्तिगत दुःखहरू बिर्सिने प्रयास गर्थेँ। मेरो शरीर थकाइले लक्तरान हुन्थ्यो, हातहरू कापिरहेका हुन्थे, तर मन भने सधैँ घरको आँगनमै घुमिरहन्थ्यो। यति कडा शास्ति भोगेको पसिनाको कमाइबाट जब म घर फर्कन्थेँ, परिवारका लागि मिठा मिठा खानेकुराहरू र आवश्यक सामानहरू किनेर लैजाने गर्दथेँ। त्यो बेलाको एउटा भावुक पल म कहिल्यै बिर्सन सक्दिनँ। त्यही कारखानाको 12 घण्टे पसिना, धुलो र कठिन मिहिनेतबाट जोहो गरेको पैसाले मैले मेरी आमाका लागि एउटा उपहार किनेको थिएँ। त्यति बेला भर्खरै बजारमा आएको नोकिया C2 मोबाइल फोन। जुन दिन मैले त्यो नयाँ फोन आमाको हातमा राखिदिएँ, उहाँको आँखामा देखिएको खुसी र गर्वको आँसुले मेरो महिनाभरिको सारा थकाइ, 12 घण्टे सिफ्टको शास्ति र बङ्करमा बगाएको पसिना एकैछिनमा मेटिदिएको थियो। आफ्नै मिहिनेतले आमाको मुहारमा त्यो मुस्कान ल्याउन पाउनु मेरा लागि संसारकै सबैभन्दा ठुलो सम्पत्ति थियो। त्यति मात्र कहाँ हो र, त्यसबेला मेरी दिदी ग्यान्टोकको होस्टलमा बसेर नर्सिङको कठिन तालिम लिइरहनु भएको ए। रानी पुलको त्यो धुलो र पसिनाले निथुक्क भिजेको 12 घण्टाको व्यस्त ड्युटी सकेर थकित शरीर लिएर म अक्सर दिदीलाई भेट्न जान्थेँ। उहाँसँग सुख दुःखका कुराहरू साट्थेँ र ढाडस दिन्थेँ। एउटै सहरभित्र भएर पनि आफ्नै धुनमा पसिना बगाउँदै सङ्घर्षरत दिदीभाइ एक अर्काको आँसु पुस्ने बलियो सहारा बनेका थियौँ। अध्याय 4। सफलता, भूकम्पको त्रास र वर्दीको चाहना। दिनरात अनगिन्ती पसिना, धुलो र आँसु पिएर मैले त्यो कम्प्रेसन मेसिन चलाउने र बङ्कर नियन्त्रण गर्ने कला पूर्ण रूपमा सिकेँ। ठिक 1 वर्षभित्रै त मैले आफ्नै एक्लो प्रयासले मेसिन मिलाएर आफै औषधि उत्पादन गर्ने ठुलो सफलता प्राप्त गरेँ। त्यो दिन त्यो धुलाम्मे कारखानामै मेरो जीवनको एउटा सानो भए पनि गर्वको किरण उदाएको थियो। त्यही कारखानामा पसिना बगाउँदै गर्दा मेरो जीवनमा एउटा यस्तो भयावह रात आयो जुन म मरेर पनि बिर्सन सक्दिनँ। साँझ 7 बजेको ड्युटीका लागि म कोठाबाट निस्कने तर्खरमा थिएँ। ठिक त्यही बेला साँझ 6:10 जाँदा धरती हल्लियो। महाभूकम्पको भयानक झट्काले सबैलाई स्तब्ध बनायो। चारैतिर रुवाबासी, भागदौड र त्रासको चित्कार थियो। संसारै भत्किन लागेको जस्तो त्यो सङ्कटको घडीमा पनि आफ्नो ज्यानको पर्वाह नगरी कर्तव्यप्रतिको इमान्दारीलाई शिरमा राखेर म ड्युटीको बाटोतर्फ अघि बढेँ। त्यो भूकम्पले मेरो मन नराम्ररी हल्लाएको थियो, तर त्यसैले मलाई भित्रैबाट अझ चट्टान जस्तै बलियो बनाइदियो। त्यसपछि मेरो जीवनमा अर्कै एउटा नयाँ मोड आयो। सन् 2012मा मैले सिक्किमको सुरक्षात्मक सेवाको तालिम लिएँ। तालिम पुरा भएपछि बालबालिकाको संरक्षण गृहमा मेरो ड्युटी तोकियो। त्यो एउटा अस्थायी सेवा मात्र थियो, तर तालिमका क्रममा त्यो आधिकारिक पोसाक लगाएर जब म ऐनामा आफूलाई हेर्थेँ, मेरो छाती गर्वले फुलेर आउँथ्यो। तर कार्यक्षेत्रमा पुग्दा त्यो युनिफर्म लगाउन नपाउँदा मेरो मन भित्रैदेखि रुन्थ्यो, खिन्न हुन्थ्यो। त्यति बेला अरूले आफ्नो जिउमा ढाड पछाडि पुलिस लेखिएको युनिफर्म लगाएको देख्दा मलाई भित्रैदेखि चसक्क हुन्थ्यो। कहिले होला मैले पनि यस्तो युनिफर्म लगाएर देशको सेवा गर्ने भाग्य पाउने। मेरो मनभित्र सधैँ एउटै तडपाइदिने इच्छा बल्झिरहन्थ्यो कि म कहिले पूर्ण रूपमा त्यो गरिमामय पोसाक लगाएर आफ्नो जिन्दगीलाई सही गन्तव्यमा पुर्याउन सकूँ। अध्याय 5। 7 वर्षको रोदन, पाङथाङको कठोर तालिम र खाकीको अमूल्य जित। अनि सुरु भयो मेरो जीवनको सबैभन्दा लामो, कहाली लाग्दो र पीडादायी अग्नि परीक्षा। 7 वर्षको अनन्त प्रतीक्षा। ती 7 वर्ष मेरा लागि कुनै भयानक दुःस्वप्नभन्दा कम थिएनन्। चिसो सिरेटो चल्ने रातहरूमा आँखामा सपनाको भारी बोकेर म कति रातहरू एक थोपा नसुती रुँदै बिताएँ, त्यसको हिसाब केवल ईश्वरलाई मात्र थाहा छ। सिक्किमभरि जहाँ जहाँ सुरक्षाकर्मीको भ्याकेन्सी खुल्थ्यो, म त्यो खाकी वर्दीको एउटै सपना बोकेर दौडिन्थेँ। कति ठाउँमा फार्म भरेँ, कति ठाउँमा मुटु काम्दै लिखित परीक्षा दिएँ र कति ठाउँमा अन्तर्वार्ताको लाइनमा घन्टौँ उभिएँ। तर जब जब नतिजा आउँथ्यो, मेरा हातहरू काम्थे र मेरो नाम काटिएको हुन्थ्यो। परीक्षा हलबाट बाहिर निस्कँदाको त्यो निराशाले मलाई यति थिच्थ्यो कि कोठामा फर्केर सिरानी भिजाएर आमालाई सम्झँदै म बालक झैँ रुन्थेँ। र आखिरकार त्यो लामो र आँसुले भिजेको प्रतीक्षापछि मेरो जीवनमा त्यो सुनौलो बिहानी उदायो। वर्षौँसम्मको अथक सङ्घर्ष, अनगिन्ती असफलता र छातीको पीडा पार गर्दै
म अन्ततः सिक्किम राज्यको विशेष बल आइआरबीमा छनौट भएँ। तर छनौट हुनु मात्रै सपथोक थिएन, त्यसपछि सुरु भयो मेरो शरीर र आत्मालाई तपाउने पाङथाङको त्यो कठोर 1 वर्षको तालिम। पाङथाङको त्यो मुटु काप्ने अत्यधिक चिसो मौसम, जहाँ चिसो हावाले अनुहार र हातहरू फुट्थे, कुहिरो र हिउँ जस्तो चिसो पानीमा भिजेर हामीले तालिम गर्नुपर्थ्यो। बिहानैको झिसमिसेदेखि सुरु हुने त्यो कठिन शारीरिक अभ्यास, कडा अनुशासन र कमान्डरका तीखा आदेशहरूबीच पुरै 1 वर्षसम्म मैले आफ्नो रगत र पसिना पाङथाङको त्यही चिसो माटोमा बगाएँ। हातका हत्केलाहरू फुटेर छाला जाँदा, खुट्टाका औँलाहरू सुन्निएर दुख्दा र चिसोले जिउ थरथर काम्दा पनि मेरो मनमा एउटै अठोट हुन्थ्यो, मैले यो खाकी वर्दीका लागि 7 वर्ष रुँदै पर्खेको छु, म हार मान्ने छैन। त्यो पाङथाङको 1 वर्षको अति नै कडा तालिम सफलताका साथ पुरा गरेर जब मैले पहिलो पटक त्यो आधिकारिक र गरिमामय खाकी पोसाक पहिरिएँ र आफ्नै हातले त्यसको प्रत्येक बटन छातीमा कसेँ, त्यो क्षण मेरा आमा बाबाको मुहारमा देखिएको आँसु मिसिएको खुसी, उहाँहरूको वर्षौँदेखिको सपना साकार भएको त्यो पवित्र पल मेरो जीवनको सबैभन्दा ठुलो र अमूल्य जित थियो। अध्याय 6। समाजको तितो यथार्थ र अटल स्वाभिमान। तर दुःखको कुरा, आज यो समाज अझै पनि कति क्रूर र अनौठो छ। आज जब म खाकी वर्दी पहिरिएर सडकमा उभिन्छु, मैले महसुस गर्छु मानिसहरू पुलिस वा खाकी पोसाक लगाउने मान्छेहरूलाई मन पराउँदैनन्। उनीहरूको नजरमा खाकी पहिरिने मान्छेप्रति एउटा छुट्टै नकारात्मक भाव देखिन्छ। पीठ पछाडि विभिन्न गिल्ला र कुराहरू काट्छन्। तर ती मानिसहरूलाई के थाहा यो खाकी पोसाक पछाडिको कति गहिरो दुःख र आँसु लुकेको छ? उनीहरूले कहिल्यै बुझेका छैनन् यो खाकीको एउटा बटन छातीमा अड्याउनका लागि 7-7 वर्षसम्म कति रातहरू सिरानी भिजाएर रोइनुपर्छ। उनीहरूले कहिल्यै देखेनन् पाङथाङको त्यो ठिहीमा थरथर काँप्दै बगाएको पसिनाको धारा, हत्केला फुटेर रगत आएका ती कठिन दिनहरू र रानीपुलको 12 घन्टे सिफ्टमा बङ्करको धुलो खाँदै निचोरिएको शरीरको पीडा। बिना कुनै सङ्घर्ष, बिना कुनै पसिना र आँसु घरमै बसी सजिलै जागिर पाएकाहरूलाई वा खाकीलाई घृणाको नजरले हेर्नेहरूलाई यो वर्दीको वास्तविक मोल कसरी थाहा होस् र? उनीहरूले यो पोसाकभित्र धड्किने इमान्दार मुटु र यसका पछाडि अडिएको परिवारको त्याग र बलिदानलाई कहिल्यै महसुस गर्न सक्दैनन्। मानिसहरूले खाकीलाई मन नपराए पनि, पीठ पछाडि विषालु टिप्पणी गरे पनि म तिनै मानिसहरूको रक्षाका लागि आज ढाल बनेर छाती ठोकेर उभिएको छु। किनभने आफ्नो कर्तव्यप्रति पूर्ण रूपमा इमान्दार भएर बाँच्ने खाकीधारीको असली धर्म नै अरूको रक्षा गर्नु हो। कथाको यो अन्तिम पानामा म यति मात्र भन्न चाहन्छु, आजभन्दा वर्षौँ पहिले बाबाले ग्यान्टोकको त्यो भवनमा मेरो लागि खोजिदिनु भएको त्यो सानो कोठामा बसेर जुन सपना मैले बुनेको थिएँ, त्यो आज मेरो रगत, पसिना र पाङथाङको चिसोमा तपाईँको इतिहास बनेको छ। समाजको अविश्वास वा सस्ता टिप्पणीले मेरो यो पसिनाको इतिहासलाई कहिल्यै मेटाउन सक्ने छैनन्। म आज पनि उही शिर ठाडो पारेर, उही कठोर अनुशासनमा रहेर आफ्नो खाकी वर्दी र कर्तव्यमा अडिग छु। किनभने यो मेरो आमाको आशीर्वाद, बाबाको त्याग र मेरो देशप्रतिको निष्ठाको सबैभन्दा ठुलो र चम्किलो प्रमाण हो। जिन्दगी साँच्चै यस्तै हो, जति धेरै अग्नि परीक्षा पार गर्यो, यसको सौन्दर्य र मान त्यति नै पवित्र र चम्किलो भएर झल्किँदो रहेछ।